आज चाहिँ म चाहिँ यहाँनिर धेरै दिन बादमा फुलहरू रोप्दैछु किनभनेदेखिलाई चाहिँ म चाहिँ अलिक बिजी थियो नि त। त्यही कारणले चाहिँ गार्डनको कामहरू गर्नु पाएको थिइनँ। अनि यो टाइम त केलेन्चु रोप्ने त होइन, तर भए पनि मलाई चाहिँ गाउँबाट दिनुभयो नि त। यो मेरोमा नभएको केलेन्चु अरे भनेर चाहिँ मैले चाहिँ ल्याएर रोपिदिएँ। अनि मलाई चाहिँ गाउँबाट चाहिँ यो डेजी फुल अनि स्ट्रबेरी पनि दिएको छ एउटा हो। यो डेजी फुल चाहिँ हाम्रैतिरबाट गाउँमा फैलिएको जस्तो लाग्छ, तर अहिले चाहिँ मेरोमा चाहिँ मासिएको छ। अनि हाम्रोतिर चाहिँ यो डेजी फुललाई अलिक स्याहार्नुपर्छ। अलिक चिसो ठाउँमा हो भने चाहिँ मजाले अब भुइँतिर पनि मजाले हुन्छ, हाम्रोतिर पनि हुन्छ भुइँमा, तर अलिकति स्याहार्नुपर्छ, गोडगाड गरेर राख्नुपर्छ। जस्तै चिसो ठाउँतिर त अब जताभावी भइरहेको हुन्छ नि त। अनि मैले चाहिँ पटमै रोपिदिएँ। अनि यहाँनिर स्ट्रबेरी पनि मेरोमा एक पट थियो मेरोमा पनि। अनि अरूलाई चाहिँ मैले चाहिँ यहाँनिर पुरानो पटको मलहरू अनि गाईको मल फिटेर लगाइदिएँ। पत्करको मल चाहिँ कम्ती मात्रामा लगाएको छु। अनि अस्ति रोपेको सिनेरिया पनि यहीँतिरै थियो हो। अनि यो चाहिँ केलेन्चु अर्कै खाले अरे भनेर मैले चाहिँ रोपिदिएको छु। थ्याङ्क यू सो मच।